ल सुरु गर्ने। नमस्कार। आज म तपाईलाई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिंगल पेमेन्ट लाइफ इन्स्योरेन्सको बारेमा केही जानकारी गराउन चाहन्छु। तपाईले एक किस्ता मात्रै बचत गरेर तपाईले बीमा लिने इच्छा राख्नु भएको छ? यदि इच्छा राख्नु भएको छ भने तपाईले सही भिडियो हेर्दै हुनुहुन्छ। यो भिडियो अन्तिमसम्म हेर्न सक्नुहुन्छ। र अब म जान्छु यहाँ सिंगल पेमेन्टको बारेमा केही फाइदाहरू। हाम्रो सिंगल पेमेन्टको फाइदा के छ भन्दाखेरि मेन चाहिँ एउटा इन्भेस्टमेन्ट रहन्छ, दोस्रोमा रिस्क कभरेजका कुराहरू रहन्छ, तेस्रोमा रिटर्नका कुराहरू रहन्छ। यो मेजर कुराहरू तीनटा कुरा भयो। र अर्को चाहिँ हामीले इन्भेस्टमेन्ट कति गर्ने भन्दाखेरि 10,59,908 रुपियाँ हामीले लगानी गर्यौं भने हामीलाई रिटर्न कति आउँछ? 26,25,000 रुपियाँ रिटर्न आउँछ। त्यो पैसा रिटर्न आयो भने त्यो पैसा तपाईले बुढेसकालको लागि जीवनयापन चलाउनको लागि खर्च गर्छु भन्न पाउनुहुन्छ। नम्बर 1। नम्बर 2 मा तपाईले बच्चालाई पढाउनको लागि पनि त्यसको प्लानिङ गर्न सक्नुहुन्छ। नम्बर 2। नम्बर 3 मा त्यो पैसा कति लगानी गर्ने तरिकाले पनि तपाईले के गर्नुहुन्छ? प्लानिङ गर्न सक्नुहुन्छ। त्यो प्लानिङ गर्दाखेरि आज मैले 10 लाख रुपियाँ लगानी गर्न बित्तिकै 26 लाख रुपियाँ आयो भने तपाईको के हुन्छ? कुनै पनि काम बन्छ। त्यो भएका कारणले एउटा लगानीको हिसाबमा यो छ भने तपाईको रिस्क कभरेजको हिसाबमा तपाईले 10,59,908 रुपियाँ लगानी गर्न बित्तिकै तपाईले 15 लाख रुपियाँको बिमा पाउनुहुन्छ। नम्बर 1। र 15 लाखको बिमा सँगसँगै 15 लाख रुपियाँको तपाईले के हुन्छ? बोनस पनि पाउनुहुन्छ। टोटल गर्दाखेरि हामीलाई 26 लाख रुपियाँ तपाईले पैसा पाउनुहुन्छ। नम्बर 1। नम्बर 2 मा तपाईले 15 वटा घातक रोगको तपाईले के गर्नुहुन्छ? फाइदा पाउनुहुन्छ। यदि रोग लाग्दै नलागोस्, यदि लाग्यो भने उपचार त गर्नै पर्छ। उपचार गर्नलाई कहिलेकाहीँ 10औं लाख 20औं लाख रुपियाँ अन्तबाट बन्दोबस्त गर्नलाई कहिलेकाहीँ गाह्रो पर्न सक्छ। तर भेलैमा तपाईले जीवन बिमा गर्नु भएको छ भने 15 लाख रुपियाँको के हुन्छ? 18 वटा घातक रोग पनि यसले के गर्छ? कभर गर्छ। नम्बर 2। नम्बर 3 मा यदि दुर्घटनाबाट कहिलेकाहीँ तलमाथि भएको खण्डमा हाम्रो घर परिवारको लागि चाहिँ 30 लाख रुपियाँको दुर्घटना कभर गर्छ। त्यो सँगसँगै यदि जीवनको क्षति भएमा 15 लाख रुपियाँ प्लस बोनसको के हुन्छ? जीवनको क्षति पनि यसले के गर्छ? कभरको फाइदा दिने काम चाहिँ गर्छ। भोलि दुर्घटनाबाट अङ्गभङ्ग भएर कामै गर्न सकेन भने हरेक महिना 12,500 रुपियाँ भत्ता दिने पनि काम गर्छ। त्यो भएर यो तपाईलाई के गर्छ? यो जोखिम कभरेजको फाइदा छ। अन्य कुरा के जानकारी लिनु छ, बुझ्नु छ भने तपाईले